दर्शन नमस्ते आदरणीय मित्रहरूमा। आज म आइपुगेको छु इचङ्गो नारायण मन्दिरमा, जुन यो चाहिँ नागार्जुन नगरपालिकाको वार्ड नम्बर 3 इचङ्गो नारायण स्थित छ। यहाँ तपाईहरू स्वयम्भूबाट सार्वजनिक बस पनि आउँछ, तर बस एकदम ढिलो आउँदो रहेछ। त्यसैले तपाईहरू बरु आफ्नो व्यक्तिगत सवारी साधन छ भने सवारी साधन यहीँ आइपुग्छ, छैन भने चाहिँ बिस्तारै पैदलै आएको ठिक जस्तो लाग्यो मलाई चाहिँ। 40 मिनटको दूरीमा रहेछ स्वयम्भूबाट चाहिँ, स्वयम्भू स्तूपबाट ठ्याक्कै तपाईहरू आउन सक्नुहुन्छ। रोड सजिलो बाटो छ, सिङ्गल ट्रीबाट ठ्याक्कै ओह्रालो हिँडेपछि यहाँ 15 मिनटमा आइपुगिँदो रहेछ। सिङ्गल ट्री जाने बाटोबाट तपाईहरू स्वयम्भूबाट त्यो बाटो पक्रिनु होला। र यो सम्पूर्ण हिन्दू धर्मावलम्बी र धर्ममा आस्था राख्नेहरूको अटुट विश्वास राख्नेको लागि दर्शन गर्नको लागि। र यहाँ चाहिँ भगवान विष्णुमा तपाईहरूले अटुट आस्था राख्ने भक्तजनहरू यहाँ आउन सक्नुहुन्छ। भक्तजन अन्य पनि आउन सक्नुहुन्छ, सबै आउन सक्नुहुन्छ जो कोही, तर जो भगवान विष्णुमा श्रद्धा आस्था राख्ने भक्तजनहरू हुनुहुन्छ उहाँहरूको लागि विशेष स्थान हो, उपयुक्त स्थान हो। यसलाई चाहिँ विशेष गरेर भगवान विष्णुको 4वटा मन्दिर छ काठमाडौँमा। एउटा चागु नारायण, एउटा बिसङ्खु नारायण, एउटा फर्पिङ शेष नारायण भयो, एउटा यहाँ इचङ्गो नारायण। यो 4वटा भगवान विष्णुको मन्दिर चाहिँ काठमाडौँको चारै दिशाको संरक्षक भनेर स्थापना गरिएको विश्वास गरिन्छ। त्यसैले तपाईँहरू पनि समयमा फुर्सद मिलाएर तपाईँहरू दर्शन गर्न आउन सक्नुहुन्छ। यो 4वटा नारायण मन्दिर जसले पनि दर्शन गरेमा आफ्नो मनोकामनाहरू पूर्ण हुने, इच्छाहरू पूर्ण हुने, सङ्कटहरूबाट मुक्त हुने विश्वास गरिएको छ। जसलाई विश्वास गर्नुहुन्छ, विश्वास राख्नेहरू तपाईँहरू आउन सक्नुहुन्छ र यहाँ आएर तपाईँहरू आफ्नो मनोकामनाहरू माग्न सक्नुहुन्छ। 4वटा नारायण मन्दिर तपाईँहरू दर्शन गर्नुभयो भने तपाईँहरूको लागि धेरै लाभदायक हुन्छ। यहाँबाट सिधा माथि पनि जामाचोक गुम्बा नागार्जुन डाँडा पर्छ। यहाँ एकदम पुरानो मन्दिर, राम्रो ठाउँमा बनाइएको छ। यहाँ आएपछि मन एकदम शान्त हुने, शान्तिको अनुभव हुने ठाउँ छ। एकदम राम्रो, तपाईँहरू देख्न सक्नुहुन्छ कति राम्रो ठाउँ छ। पुरानो ठाउँ हेर्दै पहाडको ठाउँमा, पहाड खोजको ठाउँमा माथि भयो नागार्जुन जामाचो टुप्पा टपमा भयो यो भित्ता। कति दामी, एकदम शान्त ठाउँमा छ। तपाईँहरू पनि आउनुहोस्, एकचोटि अवश्य आउनुहोला। एकदम शान्त छ। भगवानको दर्शन गर्नुहोस्, मनमा श्रद्धा आस्था जति राख्यो तपाईँहरूको मनबाट चिन्ता, भय, त्रासहरू सबैबाट मुक्त हुन सक्नुहुनेछ। त्यसैले भयरहित, टेन्सन रहित, चिन्ता रहित हुनको लागि तपाईँहरूले भगवानको दर्शन गर्नुहोस्, आराधना गर्नुहोस्, साधना गर्नुहोस्। तपाईँहरूको समय धेरै लिन चाहन्न, भिडियो पनि लामो बनाउन चाहन्न। भिडियो लामो भएकोले गर्दा तपाईँहरूलाई धेरै झन्झट हुने गर्दछ हेर्नको लागि। र तपाईँहरूलाई बाटोको पनि कसरी पुग्ने ठाउँ भनेर तपाईँहरूले जान्न चाहनुहुन्छ भने तब मात्र म बाटोहरूको पनि भिडियोहरू बनाउनेछु। अन्यथा अबदेखि म यो ठाउँमा पुगेको भिडियोहरू मात्रै बनाउँछु। तपाईँको अलिक भिडियो छोटो हुन्छ, तपाईँहरूलाई सजिलो हुन्छ। यस्तै तपाईँहरूलाई ठाउँहरूको बारेमा जानकारीको लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरेर प्रतिक्रियाहरू पनि दिन नभुल्नु होला। के कस्तो कमी कमजोरीको बारेमा बताइदिनु होला। तपाईँहरूको प्रतिक्रियालाई नमन छ। थ्याङ्क यू। भगवान विष्णुको तपाईँहरूको सम्पूर्ण परिवार र तपाईँहरूकोमा कृपा दृष्टि रहिरहोस्। धन्यवाद। थ्याङ्क यू।